सम्पूर्णमा नमस्कार। आज म तपाईहरुलाई विश्वलाई जोड्ने चीनको महत्त्वाकांक्षी योजना BRI को विषयमा जानकारी दिन गइरहेको छु। बेल्ट एन्ड रोड इनिसिएटिभ BRI चीन सरकारद्वारा सन् 2013 मा सुरु गरिएको एक विशाल अन्तर्राष्ट्रिय पूर्वाधार विकास तथा आर्थिक सहकार्यको परियोजना हो। यसलाई चिनिया भाषामा एक क्षेत्र एक मार्ग भनिन्छ भने अंग्रेजीमा वन बेल्ट वन रोड भनिन्छ। पछि सन् 2015 मा यसको आधिकारिक अंग्रेजी नाम बेल्ट एन्ड रोड इनिसिएटिभ BRI मा परिवर्तन गरियो। BRI को मुख्य उद्देश्य एसिया, युरोप, अफ्रिका र ल्याटिन अमेरिका सम्मका देशहरूबीच सडक, रेलमार्ग, बन्दरगाह, विमानस्थल, विद्युत आयोजना, दूरसञ्चार सञ्जाल जस्ता पूर्वाधारहरू निर्माण गरी भौतिक सम्पर्क विस्तार गर्नु, व्यापार प्रवर्धन गर्नु र आपसी आर्थिक विकासलाई अघि बढाउनु हो। BRI मूलतः दुई भागमा विभाजित छ। सिल्क रोड इकोनोमिक बेल्ट जसले स्थलमार्गबाट मध्य एसिया हुँदै युरोपसम्म जोड्छ र 21औं शताब्दीको समुद्री सिल्क रोड जसले दक्षिण पूर्वी एसिया, दक्षिण एसिया, मध्यपूर्व र पूर्वी अफ्रिकालाई समुद्री मार्गबाट जोड्छ। BRI ले नीतिगत समन्वय, पूर्वाधार सम्पर्क, अवरोध रहित व्यापार, वित्तीय एकीकरण र जनस्तरको सम्बन्ध यी 5 प्रमुख क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिन्छ। हालसम्म 150 भन्दा बढी देश र 32 अन्तर्राष्ट्रिय संगठनहरूले BRI सँग सहकार्य सम्झौतामा हस्ताक्षर गरिसकेका छन्। BRI अन्तर्गत सहभागी देशहरूको जनसङ्ख्या विश्वको करिब 65% र कुल ग्राहस्थ उत्पादन विश्वको करिब 40% रहेको छ। BRI को आधिकारिक घोषणा चिनिया राष्ट्रपति सी जिनपिङले सन् 2013 को सेप्टेम्बर अक्टोबर महिनामा गरेका दुई ऐतिहासिक सम्बोधनबाट भएको थियो। सेप्टेम्बर 2013 मा कजाकिस्तानको नजरबायेव विश्वविद्यालयमा दिएको सम्बोधनमा उनले सिल्क रोड इकोनोमिक बेल्टको प्रस्ताव राखे, जसले चीनबाट मध्य एसिया हुँदै युरोपसम्म स्थलमार्गबाट जोड्ने परिकल्पना गरेको थियो। यसको केही हप्तापछि अक्टोबर 2013 मा इन्डोनेसियाको संसदमा दिएको सम्बोधनमा उनले 21औं शताब्दीको समुद्री सिल्क रोडको अवधारणा प्रस्तुत गरे, जसले समुद्री मार्गबाट एसिया र पूर्वी अफ्रिकालाई जोड्ने लक्ष्य राखेको छ। BRI को प्रेरणा पुरानो सिल्क रोडबाट लिएको हो, जुन हजारौं वर्षदेखि चीनलाई मध्य एसिया, मध्यपूर्व र युरोपसँग व्यापारिक रूपमा जोड्ने ऐतिहासिक मार्ग थियो। तर BRI लाई केवल पुरानो सिल्क रोडको पुनरावृत्ति मात्र मान्न मिल्दैन। यो 21औं शताब्दीको विश्वव्यापीकरणको युगमा चीनले विकासोन्मुख देशहरूसँग पूर्वाधार विकास, व्यापार विस्तार र आर्थिक साझेदारीको माध्यमबाट आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने महत्त्वाकांक्षी रणनीति हो। BRI को मुख्य उद्देश्य व्यापक परामर्श, संयुक्त योगदान र साझा लाभ, एक्सटेन्सिभ कन्सल्टेशन्स, जोइन्ट कन्ट्रिब्युसन्स एन्ड सेयर्ड बेनिफिट्स को सिद्धान्तमा आधारित रहेर सहभागी देशहरूबीचको आर्थिक तथा सामाजिक विकासलाई प्रवर्धन गर्नु हो। BRI ले विशेष गरी निम्न उद्देश्यहरू राखेको छ। पहिलो, पूर्वाधार सम्पर्क विस्तार। विकासोन्मुख देशहरूमा सडक, रेल, बन्दरगाह, विमानस्थल, विद्युत प्रसारण लाइन र दूरसञ्चार सञ्जाल जस्ता आधारभूत पूर्वाधारहरू निर्माण गरी भौतिक दूरी घटाउने र आर्थिक गतिविधि बढाउने। दोस्रो, व्यापार र लगानी प्रवर्धन। सहभागी देशहरूबीच व्यापारिक अवरोध हटाउने, भान्सार प्रक्रिया सरल बनाउने र द्विपक्षीय व्यापार विस्तार गर्ने। तेस्रो, वित्तीय एकीकरण। सहभागी देशहरूबीच वित्तीय सहकार्यलाई सुदृढ बनाउने र पूर्वाधार आयोजनाका लागि आवश्यक लगानी जुटाउने। चौथो, जनस्तरको सम्बन्ध सुदृढीकरण। शिक्षा, संस्कृति, विज्ञान तथा प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य बढाउँदै मानिसहरूबीचको आपसी समझदारी र सम्बन्धलाई प्रगाढ बनाउने। विश्व बैंकको एक अध्ययन अनुसार BRI ले सन् 2030 सम्म सहभागी देशहरूको व्यापार 2.8% देखि 9.7% सम्मले
बढाउने र विश्वव्यापी व्यापार 1.7%देखि 6.2%सम्म बढाउने अनुमान गरिएको छ। BRI हाल आफ्नो 13औं वर्षमा प्रवेश गरिसकेको छ र यो विश्वकै सबैभन्दा ठुलो पूर्वाधार तथा आर्थिक सहकार्यको मञ्चको रूपमा स्थापित भइसकेको छ। BRIले हालसम्म 1.4 ट्रिलियन अमेरिकी डलरभन्दा बढीको सञ्चित लगानी तथा निर्माण सम्झौता गरिसकेको छ। सन् 2025 BRIका लागि अहिलेसम्मकै सबैभन्दा सक्रिय वर्ष साबित भएको छ। सन् 2025मा मात्रै चीनले BRI अन्तर्गत 213.5 अर्ब अमेरिकी डलर बराबरका नयाँ सम्झौताहरूमा हस्ताक्षर गरेको छ, जुन सन् 2024को तुलनामा 75%ले बढी हो। सन् 2025मा चीन र BRI सहभागी देशहरू बीचको कुल वस्तु व्यापार 23.6 ट्रिलियन युआन पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा 6.3%ले वृद्धि हो। यसै वर्ष चीनले सहभागी देशहरूमा गैर वित्तीय प्रत्यक्ष लगानी 283.3 अर्ब युआन पुर्याएको छ, जसमा 18% वृद्धि भएको छ। सन् 2025मा BRI अन्तर्गत ऊर्जा क्षेत्रमा भएको लगानी 94 अर्ब अमेरिकी डलर पुगेको छ, जुन BRI सुरु भए यताकै सबैभन्दा उच्च स्तरको हो। यसमध्ये हरित ऊर्जा, सौर्य पवन र फोहोरबाट ऊर्जामा 18 अर्ब डलरभन्दा बढी लगानी भएको छ, जुन BRI इतिहासकै सबैभन्दा उच्च हो। यो तथ्यले BRI अब केवल परम्परागत पूर्वाधारमा मात्र सीमित नरही हरित र दिगो विकासतर्फ पनि उन्मुख भइरहेको स्पष्ट सङ्केत गर्छ। BRI अन्तर्गत संसारभर अनेकौं सफल आयोजनाहरू सम्पन्न भएका छन्। केही प्रमुख सफलताका उदाहरणहरू यस प्रकार छन्। जकार्ता बान्डुङ द्रुतगति रेलमार्ग इन्डोनेसिया। यो दक्षिण पूर्व एसियाकै पहिलो 350 किलोमिटर घण्टाको द्रुत गति रेलमार्ग हो। यसले जकार्तादेखि बान्डुङसम्मको यात्रा समय 3 घण्टाबाट घटाएर 40 मिनेटमा झारेको छ। सञ्चालनको 2 वर्षमै यसले 1 करोड 20 लाख भन्दा बढी यात्रुलाई सेवा दिइसकेको छ। चीन लाओस रेलमार्ग। सन् 2025मा मात्र यस रेलमार्गले 41.8 लाख टनभन्दा बढी माल सामान ढुवानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा 10%ले वृद्धि हो। कुल व्यापार मूल्य 20 अर्ब युआन नागिसकेको छ। हङ्गेरी सर्बिया रेलमार्ग। BRIको प्रमुख आयोजनाको रूपमा रहेको यो रेलमार्गले बुडापेस्ट र बेलग्रेड बीचको यात्रा समय 8 घण्टाबाट घटाएर करिब 3.5 घण्टामा झारेको छ। यो चिनिया रेल प्रविधि युरोपेली सङ्घको प्राविधिक मापदण्डसँग पहिलो पटक अनुकूलित भएको आयोजना पनि हो। विषेक फोहोरबाट ऊर्जा आयोजना किर्गिस्तान। मध्य एसियाकै पहिलो फोहोरबाट ऊर्जा उत्पादन गर्ने आयोजना हो। यसले वार्षिक करिब 14.6 करोड किलोवाट घण्टा बिजुली उत्पादन गर्दछ र वार्षिक 1 लाख टन कार्बन उत्सर्जन घटाउँछ। समग्रमा BRIले सहभागी देशहरूमा 4,20,000 भन्दा बढी रोजगारी सिर्जना गरेको छ र 4 करोड मानिसहरूलाई चरम गरिबीबाट माथि उठाएको छ। BRIले विकासोन्मुख देशहरूको पूर्वाधार विकासमा अभूतपूर्व योगदान दिएको छ। BRIले सफलताका साथसाथै विभिन्न चुनौती र आलोचनाको पनि सामना गर्नु परेको छ। पश्चिमा मुलुकहरूबाट बारम्बार उठाइने एउटा आलोचना भनेको ऋणको पासो डेब्ट ट्र्याप हो। यसले BRI अन्तर्गत चीनले दिने ऋणले विकासोन्मुख देशहरूलाई ऋणको बोझमा डुबाउने र चीनले राजनीतिक फाइदा लिने दाबी गर्दछ। तर तथ्याङ्कहरूले यो आरोपलाई समर्थन गर्दैनन्। विश्व ब्याङ्कको सन् 2023को अनुमान अनुसार न्यूनता तथा निम्न मध्यम आय भएका देशहरूले आगामी 7 वर्षमा तिर्नुपर्ने ऋण कुल 67% पश्चिमा व्यापारिक ऋणदाता र बहुपक्षीय संस्थाहरूलाई तिर्नुपर्नेछ, चीनलाई होइन। यसबाहेक चीनले सन् 2020मै सम्बन्धित अफ्रिकी देशहरूको ब्याज रहित सरकारी ऋण मिनाहा गरिसकेको छ र G20को ऋण सेवा स्थगन पहलमा पनि सबैभन्दा बढी योगदान गरेको थियो।
यद्यपि बिआरआईका केही आयोजनाहरूमा पारदर्शिताको कमी, सामाजिक तथा वातावरणीय सुरक्षाको ख्याल नगरिएको जस्ता वैध चिन्ताहरू पनि उठेका छन्। चीनले यी चुनौतीहरूलाई सम्बोधन गर्दै हालका वर्षहरूमा साना तथा सुन्दर स्मल येट स्मार्ट आयोजनाहरूतर्फ जोड दिन थालेको छ र हरित पूर्वाधार, वातावरणीय दिगोपन र पारदर्शितालाई प्राथमिकतामा राखेको छ। नेपाल सन् 2017मा आधिकारिक रूपमा बिआरआईमा सामेल भएको थियो, जसको मुख्य उद्देश्य चिनिया लगानी मार्फत आफ्नो पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तार गर्नु थियो। भूपरिवेष्टित मुलुकको रूपमा नेपालले बिआरआईलाई व्यापार तर यातायातका वैकल्पिक मार्गहरूमा खोल्ने अवसरको रूपमा हेरेको थियो। सुरुमा नेपालले बिआरआई अन्तर्गत 35वटा आयोजनाहरूमा प्रस्ताव गरेको थियो, तर पछि बेइजिङको सुझावमा यो सङ्ख्या घटाएर 9वटामा झारियो र त्यसपछि 10वटा विशिष्ट आयोजनाहरू पहिचान गरियो। सन् 2024को डिसेम्बरमा बिआरआई सहकार्यको ढाँचा सम्झौता फ्रेमवर्क बेल्ट एन्ड रोड कोअपरेसनमा हस्ताक्षर भएको थियो, जसले नेपालको बिआरआईमा संलग्नतालाई नयाँ गति दिने अपेक्षा गरिएको छ। बिआरआई अन्तर्गत नेपालमा सबैभन्दा अगाडि बढेको आयोजना नेपाल चीन मैत्री औद्योगिक पार्क दमक झापा हो। यो पार्कको पहिलो चरणमा 600 हेक्टर क्षेत्रफलमा निर्माण हुनेछ र यसले करिब 45,000 रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ। दोस्रो चरणमा यो विस्तार भई 1500 हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिनेछ र पूर्ण सञ्चालनमा आएपछि 1 लाखभन्दा बढी मानिसहरूले रोजगारीका अवसर पाउने अनुमान गरिएको छ। यस पार्कले पूर्वी नेपालको औद्योगिक विकासलाई प्रवर्धन गर्ने र स्थानीय जनताको आर्थिक तथा जीवन स्तरमा गुणात्मक सुधार ल्याउने अपेक्षा गरिएको छ। यद्यपि नेपालमा बिआरआईका योजनाहरूको कार्यान्वयन अपेक्षाकृत सुस्त गतिमा भइरहेको छ। नेपालमा हालसम्म कुनै पनि बिआरआई आयोजना पूर्ण रूपमा सम्पन्न भइसकेको छैन। यसबाहेक भारतको संवेदनशीलता, आन्तरिक राजनीतिक असहमति र ऋण सम्बन्धी चिन्ताहरूले पनि नेपालमा बिआरआईका आयोजनाहरूको प्रगतिलाई प्रभावित गरेका छन्। बिआरआईको भविष्य निकै उज्जवल तर चुनौतीपूर्ण देखिन्छ। विश्व बैंकको प्रक्षेपण अनुसार सन् 2030सम्म बिआरआईले विश्वव्यापी रूपमा वार्षिक 1.6 ट्रिलियन अमेरिकी डलर राजस्व उत्पन्न गर्नेछ। साथै बिआरआई लगानीले सहभागी देशहरूमा 86 लाख मानिसहरूलाई चरम गरिबीबाट र 3.2 करोड मानिसहरूलाई मध्यम गरिबीबाट माथि उठाउने अनुमान गरिएको छ। आगामी दशकमा बिआरआईले निम्न प्राथमिकताहरूमा केन्द्रित हुने सम्भावना छ। हरित बिआरआई, सौर्य, पवन, जलविद्युत र फोहोरबाट ऊर्जा जस्ता स्वच्छ ऊर्जा आयोजनाहरूमा जोड, डिजिटल सिल्क रोड, 5G सञ्जाल, कृत्रिम बौद्धिकता, एआई र डिजिटल अर्थतन्त्रको क्षेत्रमा सहकार्य विस्तार, साना तर सुन्दर आयोजना, ठुला र ऋणको बोझ बढाउन सक्ने आयोजनाभन्दा साना दिगो र स्थानीय आवश्यकतामा आधारित आयोजनाहरूलाई प्राथमिकता, वित्तीय एकीकरण, सीमापार भुक्तानी प्रणाली, मुद्रा विनिमय सञ्जाल र डिजिटल प्लेटफर्मको विकास मार्फत आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने। यद्यपि बिआरआईले विश्वव्यापी वित्तीय अवस्थाको कसिलोपन, भूराजनीतिक तनाव र जलवायु परिवर्तनका कारण उत्पन्न हुने चुनौतीहरूको सामना गर्नुपर्नेछ। बेल्ट एन्ड रोड इनिसिएटिभ केवल पूर्वाधार निर्माणको परियोजना मात्र होइन, यो विश्वव्यापी विकासको नयाँ मोडेल हो जसले साझा भविष्यको समुदाय, कम्युनिटी विथ अ सेयर्ड फ्युचरको अवधारणालाई मूर्त रूप दिन खोजेको छ। बिआरआईले 1 दशकभन्दा बढीको अवधिमा विश्वभरका विकासोन्मुख देशहरूमा पूर्वाधार विकास, रोजगार सिर्जना, व्यापार विस्तार र गरिबी निवारणमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। आलोचना र चुनौतीहरूका बावजुद बिआरआई आज विश्वको सबैभन्दा ठुलो अन्तर्राष्ट्रिय आर्थिक सहकार्यको मञ्चको रूपमा स्थापित भइसकेको छ। नेपाल जस्ता विकासोन्मुख देशहरूका लागि बिआरआईले पूर्वाधार विकास र आर्थिक समृद्धिको एउटा महत्त्वपूर्ण अवसर प्रदान गर्दछ।
तर यसलाई पारदर्शिता, सुशासन र राष्ट्रिय हितसँग सन्तुलित रूपमा अघि बढाउनु नै दिगो सफलताको सूत्र हुनेछ। यो स्क्रिप्ट बीआरआईको सम्पूर्ण पक्षलाई समेटेर तयार पारिएको हो। आवश्यकता अनुसार यसलाई सम्पादन गरी प्रयोग गर्न मिल्छ।